2075 फागुन 15 गते नेपालको राजनीतिले एउटा चम्किलो तारा गुमायो। पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित 7 जनाको ज्यान जाने गरी ताप्लेजुङको सिस्ने भिरमा भएको त्यो हेलिकप्टर दुर्घटना के हो यो? के यो केवल एउटा भवितव्य मात्रै थियो वा यसको पछाडि कुनै गहिरो षड्यन्त्र लुकेको थियो? कतिपयले यसलाई नीतिगत हत्या समेत भनेका छन्। आज हामी यस दुर्घटनाको फाइल पुनः खोल्दैछौँ। हरेक प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ, किनकि सत्य कहिले पनि पुरानो हुँदैन। त्यो दिन बिहान मन्त्री अधिकारीको टोली तेह्रथुम चुहान डाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। त्यहाँको काम सकेपछि उनीहरू पाथिभारा दर्शनको लागि मोडिए, तर विडम्बना पाथिभाराबाट उडेको केही मिनेटमा हेलिकप्टर पहाडमा ठोकियो। दुर्घटना यति भयानक थियो कि हेलिकप्टर जलेर खरानी भयो र कसैलाई पनि बचाउन सकिएन। यहाँ एउटा ठूलो प्रश्न उठ्छ, चुहान डाँडा जान अनुमति लिएको हेलिकप्टर बिना अनुमति पाथिभारा किन गयो? के मन्त्रीको दबाब थियो वा पाइलटको आफ्नै निर्णय? सरकारी परिवेदन भन्छ यो उडान हतारमा र बिना योजनामा गरिएको थियो। अब कुरा गरौँ अनुसन्धान प्रतिवेदनको। सरकारले गठन गरेको आयोगले 3 वटा मुख्य कारणहरू देखाएको छ। कारण 1, सेन्टर अफ ग्रेभिटी। 5 जनाको क्षमता भएको हेलिकप्टरमा 7 जना थिए। त्यो दिन त्यो पनि अगाडिको सिटमा क्षमता भन्दा बढी तौल राखिएको थियो। उचाइमा उड्दा हेलिकप्टरको सन्तुलन बिग्रिनुको एउटा मुख्य कारण यही थियो। कारण नम्बर 2, पाइलटको गल्ती। क्याप्टेन प्रभाकर केसी अनुभवी हुनुहुन्थ्यो, तर प्रतिवेदनले भन्छ खराब मौसममा पनि उडान गर्ने रिस्क लिनु नै घातक बन्यो। कारण नम्बर 3, हिम आदि। पाथिभारामा त्यो बेला भारी हिमपात भइरहेको थियो। टेक अफ गर्ने बित्तिकै हेलिकप्टरको पंखा र विन्डसिल्डमा हिउँ जमेको कारण भिजिबिलिटी शून्य भयो। तर के यति मात्रै कारण हुन् त? सर्वसाधारणको मनमा अझै केही किनहरू बाँकी नै छन्। यो दुर्घटनालाई किन शंकाको घेरामा राखिन्छ? यसको केही गम्भीर कारणहरू छन्। वाइड बडी काण्ड। त्यो बेला रविन्द्र अधिकारी वाइड बडी विमान खरिद प्रकरणको विवादमा हुनुहुन्थ्यो। केही दिनमा उहाँले ठूलो तथ्यहरू सार्वजनिक गर्दै हुनुहुन्थ्यो भनिन्छ। के उहाँलाई रोक्न यो खेल रचिएको त होइन? आङ छिरिङ शेर्पाको उपस्थिति। हेलिकप्टरमा यति एयरलाइन्सको मालिक आङ छिरिङ शेर्पा पनि हुनुहुन्थ्यो। नेपालको राजनीति र व्यापारमा ठूलो पकड भएका व्यक्तिको मन्त्रीसँग मृत्यु हुनाले पनि धेरैलाई सोच्न बाध्य बनायो। प्राविधिक शंका। अनुभवी पाइलट मौसम खराब हुँदाहुँदै पनि उडान भरे। के उहाँमाथि कुनै हाई प्रोफाइल व्यक्तिको दबाब त थिएन? सत्य के हो त? यदि हामी प्राविधिक र मौसमको कुरा मान्छौं भने यो एउटा दर्दनाक दुर्घटना थियो। तर यदि समय र सन्दर्भलाई हेर्छौं भने धेरै अनुत्तरित प्रश्नहरू अझै हावामा तैरिरहेका छन्। पुजारी दिल्ली आचार्यको अनुसार पाइलटले मौसम खराब छ नउडौ भन्दै पनि हतार उडान भरिएको थियो। सायद हतार र आत्मविश्वासको कमी नै त्यो दिनको सबैभन्दा ठूलो शत्रु बन्यो। नेपालले एउटा विकास प्रेमी मन्त्री त गुमायो नै, साथै एउटा यस्तो रहस्य पनि छोडेर गयो जसको पूर्ण उत्तर सायद कहिले पाइने छैन। तपाईलाई के लाग्छ? के रविन्द्र अधिकारीको मृत्यु केवल एउटा संयोग थियो वा नियोजित षड्यन्त्र? के नेपालको हेलिकप्टर दुर्घटनाहरूमा सधैँ मौसमलाई मात्र दोष दिएर वास्तविक दोषी उम्किरहेका त छैनन्? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला। धन्यवाद।